गुरुङ नि मितिनी परेछ थमेनी क्युटी देखिन्छौ तिमी क्युटी मैले यो कुरा 1000 चोटी भने नि ए थमेनी नानी ए थमेनी नानी रहेछौ कति ज्ञानी ए तिमी जान्छु मात्र बनाउँछु महारानी ए थमेनी नानी रहेछौ कति ज्ञानी काली काली रहेछौ तिमी हिस्सी परेकी मलाई मन पराउँछु भनेर जिद्दी गरेकी परको मान्छे किन ओर सरेकी साथीभाइहरूले यता आँखा तरे नि हो तिम्रो 2-4 वटा बोयफ्रेन्ड छ रे नि यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज मोटोमा छ यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज मोटोमा छ हात माग्न गएँ म तिम्रो घरमा डिसिजन गरेछु मैले लास्टै हतारमा कडा रहेछौ तिम्रो त आप्पा र आमा भने माग्ने पो आएछ भात खाएर जान गरिब लफङ्गा त मेरो छोरी माग्छस् मेरो छोरी माग्ने के छ तेरो औकात यहाँबाट भाग्छस् कि दिउ मैले लात हो म गरिब हो तर मागेर खान्न खाण्डौ राजाको सन्तान हो कहीँ भागेर जान्न टन्न गाठ अनि मुटुमा आँट नभए तिम्रो छोरी लान्न यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज सहर गएको छ यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज सहर गएको छ कसले देखेको छ न तलाई न मलाई सङ्घर्ष हो जिन्दगी गर्नुपर्छ लडाई थामीको छोरो आज बन्न खोज्दा लाउरे काम लायो पैसा दिएन साउले हेप्न खोज्यो दाई मलाई देखेर गाउँले सलाम ठोक्छ हेर अहिले तेरो बाउले दुनियाँको आज भोलि मन जल्छ गरिरहेको हेर मैले सङ्घर्ष जिन्दगीमा कहिले पनि खाइन हार थामीको छोरो भाछ हेर ठेकेदार त्यसपछि ससुराको छोरी भगाइदिएको आज ससुराबाले पनि ताली बजाइदिएको यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज लाउरे भएको छ यो कुरो गाउँ सहर टोल टोलमा थाहा छ थामीको छोरो आज लाउरे भएको छ तामी यार मेरो लागि एक लाइन दामी जाओस् न त अर्को ल म्युजिक कालीचो घर हाम्रो कुरीको फेद कुनै दिन त हुन्छ होला तेरो मेरो भेट त्यसपछि भाइ राजा चेट हिरो हुँ म हिरो यता देख कालीचो घर हाम्रो ओडा नम्बर 9 भाइ आफ्नो ठाउँमा बात बन्छस् हाम्रो ठाउँमा पक भाइ कति छ मेरो पर देखाइदिन्छु सबलाई खेल्छस् आइज 9 नम्बर थामीको बोली भन्दा रिस कडा हुन्छ भेट्लास् नि फेरि भाइ एक खम्बर यो